तपाईले सुन्नुभयो कि नै त्यो अस्ति सुर्खेतको घटना के? सबभन्दा पहिला त सुर्खेत वीरेन्द्रनगर 6 मा रहेको बालवाटिका स्कुलमा कक्षा 11 मा पढ्ने इनिसालाई हार्दिक श्रद्धाञ्जली र शोकमा रहेको उनको परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै यसै भिडियो मार्फत राज्य र सम्पूर्ण सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु कि इनिसालाई दोस्रो निर्मला पन्थ बनाउने काम नगरियोस्। चाँडोभन्दा चाँडो फागुन 23 गते भएको बलात्कारपछि हत्याको निष्पक्ष अनुसन्धान गरेर दोषीमाथि कडाभन्दा कडा कारवाही गरियोस्। अपराधी नाबालिग हो भनेर सजाय कम गर्ने काम नगरियोस्। म सुन्दैछु जुन 4 जनालाई प्रहरीले पक्राउ गरेछ तिनीहरू नाबालिग छन् भनेर हल्ला भइरहेछ, प्रहरीले भनिरहेछ अरे भनेर यसो न्युज सुनिरहेछु। कति नाबालिग हो? 10 वर्षको हो, 8 वर्षको हो, हैन नि? त्यही 18 भन्दा कम होला। इन्सा पनि त 16 वर्षको थिइन्, उनी पनि त नाबालिगै थिइन्। यो नाबालिगलाई कम सजाय हुनेवाला जुन नियम कानुन छ नि त्यो एकदमै हटाउन पर्छ। त्यसको उमेर घटाएर कम गर्न पर्छ। 15 वर्ष गर्नुस्। अब 15 वर्षभन्दा माथिको बच्चाले या 14 वर्ष, यति 14-15 वर्षको बच्चाहरूको बुद्धि हुन्न? कुन राम्रो काम हो, कुन नराम्रो काम हो, के गर्न पर्छ, के गर्न हुँदैन भनेर सोच्न सक्दैनन्? यसरी नाबालिग भनेर काम हुँदैन। जस्टिस हुनुपर्छ, न्याय पाउनुपर्छ र अपराधीलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ, अनि मात्र यस्तो कामहरू बन्द हुन्छन्। बालेन सरकारसँग मेरो रिक्वेस्ट छ, यो जुन यसको कानुन छ त्यो संशोधन गर्नुस् पहिला, अनि त्यसपछि कडाभन्दा कडा सजाय हुने गरी नियम बनाउनुस्, कानुन बनाउनुस्, ताकि भोलिको दिन कोही यस्तो काम गर्न भन्दा पहिला 100 चोटि सोचोस् कि मैले यो गरेँ भने मलाई के सजाय हुन्छ भनेर।